गाइस आज चाहिँ हामी रक पेपर सिजर खेल्ने मेरो छोराको आग्रहमा र उसको आन्टी दुईजनाले मात्रै खेल्ने भनिराख्यो। मलाई चाहिँ नखेलाउने भनेर होइन, र भए पनि म पनि खेल्ने भनेर म निम्बु पानी सार्दैछु होइन। अनि हामीले चाहिँ हल्का करेन्ट चाउचाउ स्पाइसी पनि राखेको छौँ अनि फलफुलहरू। हामी रक पेपर सिजर खेल्दैछौँ है त। मेरो क्यामेरा हाम्रो चाहिँ यो घरमै फलेको हो। मेरो तल पो फर्किनु पर्छ कि ठिकै छ त्यो? यो मैले परदेखि किनेर ल्याएको निम्बु पानी, लस्सी अनि यो के हो खाना पनि पकाएर पुलाउ पकाइरहेको छ। अनि यो हाम्रो स्पाइसी करेन्ट आज खानु लाग्यो। उसलाई उभि उभि नजिक त स्पाइसी मात्रै नखाऊ है, दुईजनाले खेल्नु साह्रै सजिलो हुन्छ नि। अनि उसले मात्रै खानु पाउने रहेछ त। होइन नि, अब एकछिनमा फेरि आउँछ नि। त्यो हुँदैन, एउटाले मात्रै जित्नुपर्छ। मैले जितेँ। मुर्कीलाई जितिन्छ होइन? कति मिठो। दुईचोटि खानु पाइन्छ कि पाइँदैन? काटे मामुको माया लाग्यो। धेरै खानुपर्छ, एकचोटि मात्रै खानु पाइन्छ, धेरै खानुपर्छ। आफै खान्छु अन्त मिठो छ। दुईजनाको हुँदा नि तिमीले जित्छ। सास आयो खानु पायो। रक पेपर मैले जितेँ। मलाई भरे भोक मात्रै लागेको छ। कसरी जितिन्छ? म त आफै खान्छु है, जेसुकै होस् त्यो खानु नपाइँदो रहेछ। स्पाइसी नै खाने रिङवटा चलिरहेछ। यो त प्लेट ल्याउनु पर्थ्यो अघि। सानो प्लेट नि यसरी फोरेर जानु हुँदैन। के गर्नु लु फेरि दुईजनाले मात्रै खेल्दा राम्रो हुन्छ हौ। तिमी एकचोटि जाऊ पर, म नानीको हातमा मात्रै खेल्छु। जहिले मलाई खेलाउँदैन। रक पेपर एकचोटि मात्रै गई। अबे त्यसरी खानु पाइँदैन। त्यसरी जहिले चिटिङ गर्छ, जहिले चिटिङ गर्छ। जहिले हुँदैन।
जहिले चिटिङ गर्ने त जाऊ तिमी हामी मात्रै खेल्छौँ निल्नु त चाहिँ सर्किन्छ भाइ निल्नु पाइँदैन त्यो त्यसरी कस्तो खालको रहेछ यस्तो त मन पर्दैन है म त चिटिङ गर्नु त बन्द लाइफमा कहिले नि